जय मसीह सबैलाई स्वागत छ नेपाली क्रिस्चियन पियानो लेसन। तपाईँले देखिसक्नु भएको छ आज पनि एउटा नयाँ भजन, एकदमै राम्रो आशिषमय भजन 119 नम्बरको प्रभु येशू ख्रीष्टको शीतल रगत भन्ने यो भजन लिएर आएको छु। अनि यसको मेलोडी कसरी बजाउन सकिन्छ, यो गीतलाई हामी कसरी बजाउन सक्छौँ, एकदम सरल तरिकाले म तपाईँलाई सिकाउने छु। अनि जो जति भिडियो हेर्दै हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई पनि तपाईँले दबाउनु होला, ताकि यस्तै आशिषमय भिडियोहरू हेरेर तपाईँले सिक्न सक्नुहोस्। ल आउनुहोस्, हामी ढिलो नगरिकन हाम्रो यो लेसनलाई सुरु गर्नेछौँ। ल तपाईँले स्क्रिनमा हेर्नुहोस् त, जुन मैले त्यो शब्दको माथि माथि लेखेको चाहिँ यो नोटहरू भयो है, अनि जुन तल ब्र्याकेटमा लेखेको चाहिँ त्यो कर्ड भयो है, कर्डहरू भयो। अनि त्यसरी कर्ड र मेलोडी हामी कसरी बजाउने भनेर हामी एकचोटि हेर्नेछौँ है त। ल फर्स्टमा चाहिँ हाम्रो जी मेजर कर्ड है, जी मेजर कर्ड चाहिँ जी, बी र डी है, जी बी डी जी मेजर कर्ड छ है। अनि त्यसको मेलोडी प्रभु येशू ख्रीष्टको भन्ने चाहिँ हेरौँ है त। त्यो ठ्याक्क 5 चोटि जीमा हान्नु पर्यो। प्रभु येशू ख्रीष्टको, प्रभु येशू ख्रीष्टको, प्रभु येशू ख्रीष्टसम्म चाहिँ यहाँ है, प्रभु येशू ख्रीष्टसम्म को भनेर चाहिँ ए र बी है, हेर्नुहोस् है, प्रभु येशू ख्रीष्टको यति भयो है। अब शीतल रगत भन्ने बेलामा चाहिँ कर्ड चेन्ज भयो, हेर्नुहोस् त, ई माइनर लेखेको छ है। अब ई माइनर चाहिँ तपाईँले यो ठ्याक्क जी छ नि, जी थिचिरहेको बेलामा यो बुढी अम्लाको यो नोटलाई चाहिँ यता एउटा मात्र ईमा सार्नु होला, ठ्याक्कै ई माइनर हुन्छ यो है। अनि शीतल रगत हुन्छ, हेर्नुहोस् है, शीतल शीतल यति है। अब रगतमा चाहिँ ई र डी, रगत शीतल रगत यति भयो। अब प्रभु येशू ख्रीष्टको शीतल रगत हेरौँ है त। प्रभु येशू ख्रीष्टको शीतल रगत यो भयो। अब मुटुमा सुरुरु भन्ने बेलामा फेरि हामी यो कर्ड छ नि, यो ई माइनर कर्ड फेरि जीमा हामी फर्किन्छौँ है। मुटुमा सुरुरु हेर्नुहोस् त के छ त्यसमा चाहिँ जी जी ई है, मुटुमा मुटुमा सुरुरु सुरुरु, मुटुमा चाहिँ मुटुमा सुरुरु यति भयो। 3टा कर्ड चाहिँ प्रभु येशू ख्रीष्टको, अब शीतल रगतमा यहाँ शीतल रगत, अब मुटुमा भन्ने बेला फेरि जीमा मुटुमा सुरुरु भयो। अब यो 3टालाई म एकचोटि मादलसँग हजुरलाई बजाएर सुनाउँछु है त। फेरि हेर्नुहोस् है, ल यति भयो है, मुटुमा सुरुरु। अब उहाँको माया नबिर्स बहिनी मनोरुन्छ धुरु धुरु धुरुरु, हेर्नुहोस् है। अब त्यो स्क्रिनमा हेर्नुहोस्, त्यहाँ जी नै कर्ड भयो हाम्रो है। अब उहाँको भन्दाखेरि चाहिँ यहाँ उहाँको बिबिई है, उहाँको माया डी र सी शार्प है, मायामा उहाँको माया सजिलो छ। अब नबिर्स बहिनीमा जाउँ है त हामी। अब त्यहाँ चाहिँ नबिर्स बहिनी भन्दा चाहिँ कर्ड चेन्ज हुन्छ, ए मेजरमा आउँछ है। ए मेजर चाहिँ हेर्नुहोस् त, ए सी शार्प र ई, उहाँको माया भयो। अनि नबिर्स बहिनीमा चाहिँ ए मेजर कर्ड है। अब उहाँको माया हामीले हेरिसक्यौँ, नबिर्स बहिनी हेरौँ है त। अब नबिर्स नबिर्स बहिनी दुईटा हेरौँ है त। अब उहाँको माया नबिर्स बहिनी है, उहाँको माया नबिर्स बहिनी, फेरि स्लोमा उहाँको माया नबिर्स बहिनी। अब मन रुन्छ धुरुरु धुरुरु, त्यसमा चाहिँ कर्ड ई माइनर, अघिकै ई
यति गर्दा नि हुन्छ यो जी बी र ई मन रुन्छ गरौँ है त मन रुन्छ मन रुन्छ ई ई ए है मन रुन्छ अब धुरुरु धुरुरु अनि लास्टको रु भन्ने बेलामा चाहिँ जीमा आयो हेर्नुहोस् है मन रुन्छ धुरुरु है अब उहाँको माया नबिर्स बहिनीलाई एकचोटि देखाउँछ है म हजुर उहाँको माया नबिर्स सरी उहाँको माया नबिर्स बहिनी मन रुन्छ धुरुरु फेरि उहाँको माया नबिर्स बहिनी मन रुन्छ धुरुरु यति भयो अब नभुलौँ बहिनी अरू सबै जति पनि हाम्रो छ नि बाँकी सेम त्यही नै हो शब्द मात्रै चेन्ज हुन्छ होइन अरू त सबै त्यही भयो ल हजुरलाई म एकचोटि यो मादलको 2-4 राउन्ड म बजाइदिन्छु हजुरले चाहिँ एकचोटि यो मेलोडी तपाईँले ट्राई गर्नु होला है अलिकति स्लोमा ट्राई गरौँ है त हामी है म काउन्ट दिन्छु है तपाईँलाई ल है त रेडी बस्नुहोस् है त प्रभु येशू क्रिस्टको शीतलगत मुटुमा सुरुरु उहाँको माया नबिर्स बहिनी मन रुन्छ धुरुरु उहाँको माया नबिर्स बहिनी मन रुन्छ धुरुरु ल है त रेडी है 1 2 3 4 प्रभु येशू क्रिस्टको शीतल रग मुटुमा सुरुरु फेरि प्रभु येशू क्रिस्टको शीतल रग मुटुमा सुरुरु उहाँको माया नबिर्स बहिनी मन रुन्छ धुरुरु उहाँको माया धुरुरु प्रभु येशू क्रिस्टको शीतल रग मुटुमा सुरुरु प्रभु येशू क्रिस्टको शीतल रग मुटुमा सुरुरु उहाँको माया नबिर्स बहिनी मन रुन्छ धुरुरु उहाँको माया नबिर्स बहिनी धुरुरु ल यसै गरी नभुलौँ बहिनी सेम होइन प्रभुका गुण सेम एउटै नै हुन्छ है ल आई होप तपाईँले यो बुझ्नुभयो होला मजाले जुन मैले त्यो लेखेको छु त्यसलाई चाहिँ तपाईँले आफ्नो कपीमा अथवा स्क्रिनसट गरेर पनि राख्न सक्नुहुन्छ अनि प्र्याक्टिस गर्नुहोस् अनि यसको फुल ट्र्याक चाहिन्छ भने बजाउनलाई तपाईँले मलाई म्यासेज गर्न सक्नुहुन्छ म तपाईँलाई त्यसको फुल ट्र्याक पनि पठाइदिनुहुन्छ र आशा गर्छु तपाईँले बुझ्नुभएको छ अनि आशिषित हुनुभएको छ फेरि एकचोटि तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है अनि अझै भिडियोहरू म तपाईँलाई दिनेछु हुन्छ अर्को भिडियोमा भेटौँला जय मसी